तो म चाहिँ भयङ्कर माथि डाँडोमा गएर हेर्नेवाला छु कि यहाँको भ्यू कस्तो देखिन्छ। कति आनन्द आउँछ त यहाँबाट हेर्दाखेरि। बहुत 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 आनन्द आउनेवाला छ, किनभने यो माथि टपमा पुगेपछि त यताको गाउँ यता यता चारैतिर हिमालहरू वाह 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 नेपालको झन्डा फरफराइरहेछ। अनि हिमालको काखमा भोलेनाथजी तपस्या गरेर बसिराख्नु भएको छ। जय शङ्कर। सिस्ने हिमाल छ। वाह, अत्यन्तै अद्भुत, अत्यन्तै सुन्दर, अत्यन्तै रमणीय ठाउँमा चाहिँ म आइपुगेँ। एका बिहानै त भन्नु भएन होइन। धेरै भइसक्यो यहाँ चाहिँ घाम परेको छैन, चिसो बेपत्ता छ। तर पनि मैले ज्याकेट खोलेँ। किन खोलेँ थाहा छ? गर्मी भयो। यो चाहिँ कमलदह हो। यो कमलदह पनि सुन्दर छ। यी सारा चाहिँ साइडमा भएका चाहिँ यिनी सबै कमलका फुलहरू हुन्। अहिले चाहिँ कमलको फुल फक्रिसकेको छ। र यो घरबाट, यो ठुलो घरबाट यहाँसम्म यो बाटो हुँदै हुँदै 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 यहाँसम्म आइपुग्दाखेरि मलाई ठ्याक्कै तपाईँको 20 मिनट लाग्यो। अब भने म तपाईँहरूलाई यो डाँडोको वरिपरिको यहाँबाट वरिपरि कस्तो देखिन्छ त, के छन्, कस्तो देखिन्छ भन्ने कुरा म तपाईँहरूलाई देखाउँदैछु। एकछिन धैर्य गर्नु होला। मलाई जान मन त त्यो डाँडोमा हो, तर त्यहाँ जानको लागि बहुत बहुत कठिनाइ छ। ताल हो। वाह 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 वाह। सिस्ने हिमाल। पानी पनि पर्न लाग्यो होइन, पानी पनि पर्न लाग्यो। यो जाडोमा पानी पर्यो भने यस्तो हुन्छ नि। ओहो, मलाई त अहिले पसिना आएको छ, त्यो भएर खासै जाडो लागेको छैन होइन। खासमा म चाहिँ बोर्डिङ वाक आएको थिएँ होइन। तर यहाँ आएपछि चाहिँ यो भिडियो चाहिँ बनाउनै मन लाग्यो कि सम्झनाको लागि भए पनि। कस्तो सिस्ने हिमाल र यो हिमालको पाखामा म चाहिँ एकदम दगुर्दैछु। हिमाल कस्तो लाग्यो? अनि यो रुकुमकोट भन्ने ठाउँ हजुरलाई कस्तो लाग्यो? थ्याङ्क यू सो मच। तपाईँहरूले कमेन्ट गर्नुहुन्छ, लाइक गर्नुहुन्छ, सेयर गर्नुहुन्छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। बहुत बहुत धन्यवाद छ। थ्याङ्क यू सो मच अल अफ यू।